हाई साथीहरू, तपाईँलाई मेरो अर्को मिनी ब्लगमा स्वागत छ। आयो पजहरू सबैजना सन्चै अनि आराम नै हुनुहुन्छ र म पनि सन्चै अनि आराम नै छु। बारी खनेर बन्न नसकेसम्म चाहिँ हाम्रो बारी बनाउने काम नै हुन्छ। सो त्यही भएर आज दाइरामा बारी बनाउनुतिर लाग्यो। दाइरा मैले बारी बनाएको पनि हप्ता दिनमा नि बेसी भइसक्यो होला, तर पनि अझैसम्म बारी बनाएर सकिएन। अस्ति राखेको जम्पल र काँटा लिँदै त्यसपछि चाहिँ खन्नुतिर लाग्यो। आज बनाउनु पर्ने चाहिँ साथीहरू यही गरा थियो हाम्रो। दाइले चाहिँ जम्पल हान्ने हुँदा म चाहिँ काँटाले खन्नुतिर लागे। बर्खा लागेदेखि चाहिँ हाम्रोतिर पानी नआएको दिन हुँदैन। हाम्रोतिर मात्र हो कि तपाईँकोतिर नि पानी त्यतिकै आउँछ? कमेन्ट गरिदिनु होला। आज पनि पानी आएर खन्दा खन्दै भिजिहाल्यो। हुन त हामीसँग रेनकोट त थियो, तर ठुलो पानी आएपछि रेनकोटले के नै पो थाम्छ। खन्दा खन्दै भिजिहालेपछि चाहिँ हामी दुवैजना लु भिजी नै खनौँ भनेर सल्लाह गरेर भिजी नै खन्न थाल्यो। पानीले भिजेर होला साथीहरू, एकछिन पछि हल्का चिसो भएको जस्तो फिल भएर हामी दुवैजना चिया खान घरतिर लाग्यो। घर पुगेर चाहिँ हात खुट्टा सुट्टा धोएर चाहिँ चिया पनि खाइयो। अब खाजा चाहिँ खानुहुन्न भन्नुहुन्छ भने हामी दिउँसो कहिले खाजा खाँदैनौँ। हामी चिया खाइसक्दा नसक्दा चाहिँ पानी पनि रहिसकेको थियो। त्यसपछि चाहिँ हामी फेरि बारी बनाउनुतर्फ नै लाग्यौँ। काम गर्दा चाहिँ अलिक फिल आओस् भनेर हामीले चाहिँ स्पिकर पनि लिएर गयौँ। अब त झन् गीत सुन्दै काम गर्दा छुट्टै खालको मजा आउने भयो। यता दाजु चाहिँ फेरि डन भाइब लिएर हिँड्दै हुनुहुन्थ्यो। दाजु चाहिँ फेरि पहिला जसरी नै झम्पल हान्न थाल्नुभयो। आजको मेले चाहिँ हामी दुईजनाले यति नै सकायौँ। भोलि यहीँदेखि उता फेरि कन्टिन्यू गर्नुपर्ने हुन्छ। आज चाहिँ काम गरिसक्दाको मेरो हालत तपाईँहरूलाई देखाउँदै हामी घरतर्फ लाग्यो। आजको भ्लग पनि यति नै, भेट्नेछ अर्को भ्लगमा। टेक केयर, बाई बाई।